मेरो कविताको शीर्षक छ प्यास। मलाई तिर्खा लाग्दा मसँग तिम्रो आँखा छ, जसलाई हेरेर म प्यास मेटाउन सक्छु। मलाई भोक लाग्दा मसँग अनेक थरी किताब छ, जसलाई पढेर म नयाँ स्वाद भेटाउन सक्छु। मलाई अल्छी लाग्दा चराहरू छन्, जसको उडान हेरेर म रमाउन सक्छु। मलाई दुःख लाग्दा मसँग मेरा सपनाहरू छन्, जसलाई सम्झेर म मजाले निदाउन सक्छु। मलाई कसैको याद आउँदा मसँग एउटा तस्बिर छ, जसलाई निहालेर म हराउन सक्छु। मलाई हाँस्न मन लाग्दा तिम्रा बाचा र बन्धनहरू छन्, जसलाई सम्झेर म खुब हाँस्न सक्छु। मलाई अब एक्लै रमाउने बानी भएर होला। मसँग म छु, केही थान शब्दहरू छन्, शब्दको गुलामी गरेर म कविताको गुलाम भएको छु। अनि मलाई कविता लेख्न मन लाग्दा म भगवान सम्झन्छु, जसलाई म भन्दा पनि बढी मेरा शब्दहरूमा विश्वास हुन सक्छ। थ्याङ्क यू एभ्रिवान।